ॐ श्री परमात्मने नमः। ॐ श्री पुराणपुरुषोत्तमाय नमः। ॐ श्री राधाकृष्णाभ्यां नमः। ॐ श्री पुराणपुरुषोत्तमाय नमः। ॐ श्री सरस्वत्यै नमः। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। यं तत्त्वदन्तान्ते द्वैपायनो विरमतापराधनाय भूतेति तन्मयतया परगोविनेदो तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। कृष्णाय वासुदेवाय हरये परमात्मने कृष्णाय गोविन्दाय नमो नमः। अकारं करुणावरदाय भक्तवत्सलाय तडिन्दज्योतिः विनिन्दित पीताम्बरधारी बालकृष्ण को प्रत्यक्ष व्यंगमयी प्रतिमूर्ति स्वरूपा शब्दमयी विग्रह श्रीमद्भागवत महापुराण। साष्टाङ्ग प्रणाम गर्दै श्रीमद्भागवत महापुराणलाई समस्त आगन्तुक भक्तहरूलाई पनि व्यासासनबाट जय श्री कृष्ण राधे श्यामको ज्ञान अभिवादन। श्रोतागणः सावधान भवन्तु, सावधान भएर कथालाई श्रवण गर्नुहोला। र आज हामी द्वितीय स्कन्धको अथ नवमोऽध्यायः 9 अध्यायमा प्रवेश गर्ने समय भइसकेको छ। र यस 9 अध्यायमा के को वर्णन छ त भन्दाखेरि ब्रह्माद्वारा भगवत धामको दर्शन र भगवानद्वारा उहाँलाई चतुश्लोकी भागवत उपदेशको दिव्य कथा छ। यस द्वितीय स्कन्धको 9 अध्यायमा श्री शुक उवाच, श्री शुकदेव भन्नुहुन्छ, आत्ममाया मृते राजन् परस्यानुभवात्मना न घटेतार्थ सम्बन्ध स्वप्नदष्टोरिवाञ्जसा। श्री शुकदेवले भन्नुभयो, परीक्षित, जसरी सपनामा देखिएका पदार्थहरूसँग सपना देख्नेवालाको कुनै सम्बन्ध हुँदैन, त्यसै गरी देहादिदेखि अतीत अनुभव स्वरूप आत्माको मायाको अभावमा दृश्य पदार्थहरूका साथ कुनै सम्बन्ध हुन सक्दैन। विविध रूप भएकी मायाको कारण त्यो विविध रूपवाला प्रतीत हुन्छ र जब उसका गुणहरूमा रमाउँदछ तब त्यो म हुँ, यो मेरो हो, यस प्रकार मान्न थाल्दछन्। सुन्नुहोस् है हजुरहरू ध्यानपूर्वक। तर जब यो गुणहरूलाई क्षुब्ध गराउने काल र मोह उत्पन्न गराउने माया यी दुवैदेखि पर आफ्नो अनन्त स्वरूपमा मोह रहित भएर रमण गर्न लाग्दछ, आत्माराम हुन जान्छ, तब यो म मेरो ओ भाव छोडेर पूर्ण उदासीन गुणातीत हुन जान्छ। ब्रह्माको निष्कपट तपस्याबाट प्रसन्न भएर भगवानले उहाँलाई आफ्नो रूपको दर्शन गराउनु भयो र आत्मतत्त्वको ज्ञानका लागि उहाँलाई परम सत्य परमार्थ वस्तुको उपदेश गर्नुभयो। त्यही कुरा म तिमीलाई सुनाउँछु। तिनैवटै लोकहरूमा परम गुरु आदिदेव ब्रह्मा आफ्नो जन्मस्थान कमलमा बसेर सृष्टि गर्ने इच्छाले विचरण गर्न लाग्नुभयो। परन्तु जुन ज्ञान दृष्टिबाट सृष्टिको निर्माण हुन सक्दथ्यो र जुन सृष्टि व्यापारका लागि वाञ्छनीय छ, त्यो दृष्टि उहाँलाई प्राप्त भएन। एक दिन उहाँ यही चिन्ता गरिरहनु भएको थियो कि प्रलयको समुद्रमा उहाँले व्यञ्जनहरूका 16औं र 21औं अक्षर तरपलाई तप अर्थात् तप गर, यस प्रकार 2 पटक सुन्नुभयो। परीक्षित, महात्माहरू यस तपलाई नै त्यागीहरूको धन मान्दछन्। त्यो सुनेर ब्रह्माले वक्तालाई देख्ने इच्छाले चारैतिर हेर्नुभयो, परन्तु त्यहाँ अरू केही देखिएन। उहाँ आफ्नो कमलमा बस्नुभयो र मलाई तप गर्ने प्रत्यक्ष आज्ञा मिलेको छ, यसको निश्चय गरेर त्यसैमा आफ्नो हित सम्झेर उहाँले आफ्नो मनलाई तपस्यामा लगाइदिनु भयो। ब्रह्मा तपस्याहरूमा सबैभन्दा ठुला तपस्वी हुनुहुन्छ। उहाँको ज्ञान अमोघ छ। उहाँले नै त्यस बेला 1 सहस्र दिव्य वर्ष पर्यन्त एकाग्र चित्तले आफ्नो प्राण मन कर्मेन्द्रिय ज्ञानेन्द्रियहरूलाई वशमा गरी यस्तो तपस्या गर्नुभयो जसबाट उहाँ समस्त लोकहरूलाई प्रकाशित गर्नमा समर्थ हुन सक्नुभयो। उहाँको तपस्याबाट प्रसन्न भएर भगवानले उहाँलाई आफ्नो त्यो लोक देखाउनु भयो जुन सबैभन्दा श्रेष्ठ छ र जसभन्दा पर कुनै अर्को लोक छैन। त्यस लोकमा कुनै पनि प्रकारका क्लेश मोह र भय छैन, जसलाई एक पटक मात्र भए पनि उहाँको दर्शनको सौभाग्य प्राप्त भएको छ। ती देवता बारम्बार उहाँको स्तुति गर्दछन्। प्रवर्तन्ते यत्र रस्तमस्तयो सत्यं च मिश्रं न च काल विक्रम न यत्र माया किमुता परे हरे
रनुव्रता यत्र सुरासुरा रचिता त्यहाँ रजगुण तमगुण रहीबाट मिलेका सतगुण पनि छैनन्। त्यहाँ न कालको साम्राज्य चल्न सक्छ र न माया नै कदम राख्न सक्दछन्। फेरि मायाका बाल बच्चा त जान नै कसरी सक्दछन्। त्यहाँ भगवानका ती पार्षद निवास गर्दछन् जसको पूजा देवता र दैत्य दुवै गर्दछन्। उनीहरूको उज्जवल आभाबाट युक्त श्याम शरीर शतदल कमलको समान कोमल नेत्र पहिलो रङ्गको वस्त्रबाट शोभायमान छन्। अङ्ग अङ्गबाट राशि राशि सौन्दर्य प्रकाशित गरिरहन्छन्। उनीहरू कोमलताको मूर्ति हुन्। सबैका चार चार भुजाहरू छन्। ती स्वयं त अत्यन्त यशस्वी छन् नै। मणि जडित सुवर्णको प्रभावमय आभूषण पनि धारण गरिरहन्छन्। तिनको छवि मुगा वैदुर्य मणि र कमलको उज्जवल तन्तुको समान छ। तिनका कानहरूमा कुण्डल, शिरमा मुकुट र घाँटीमा मालाहरू शोभायमान छन् जसै आकाश बिजुली सहित बादलहरूबाट शोभायमान हुन्छन्। त्यस्तै त्यो लोक मनोहर कामिनीहरूको कान्तिले युक्त महात्माहरूको दिव्य तेजोमय विमानहरूबाट ठाउँ ठाउँमा सुशोभित हुँदै रहन्छन्। त्यस वैकुण्ठ लोकमा लक्ष्मी सुन्दर रूप धारण गरी आफ्ना विविध विभूतिहरूद्वारा भगवानका चरण कमलको अनेकौं प्रकारबाट सेवा गर्दै रहन्छन्। कहिले कहिले जब उनी झुलामा बसेर आफ्ना प्रियतम भगवानका लीलाहरूको गायन गर्न लाग्दछिन् तब उनको सौन्दर्य र सुरभिबाट उन्मत्त भएर भ्रमरा स्वयं ती लक्ष्मीको गुणगान गर्न लाग्दछन्। ब्रह्माले देख्नुभयो कि त्यस दिव्य लोकमा समस्त भक्तहरूका रक्षा लक्ष्मीपति यज्ञपति एवं विश्वपति भगवान विराजमान हुनुहुन्छ। सुनन्दन नन्द प्रबल र अहर आदि मुख्य पार्षदगण प्रभुको सेवा गरिरहेका छन्। उहाँको मुख कमल प्रसाद मधुर मुस्कानले युक्त छ। आँखाहरूमा राता राता डोराहरू छन्। बडो मनमोहक र मधुर हेराइ छ। यस्तो लाग्दछ त्यो अहिले नै आफ्ना प्रेमी भक्तलाई आफ्नो सर्वस्व दिनेछन्। शिरमा मुकुट, कानहरूमा कुण्डल र कानमा पिताम्बर जगमगाइरहेको छ। वक्षस्थलमा एउटा सुनौलो रेखाको रूपमा श्री लक्ष्मी विराजमान छिन् र सुन्दर चार भुजाहरू छन्। उहाँ एउटा सर्वोत्तम र बहुमूल्य आसनमा विराजमान हुनुहुन्छ। पुरुष प्रकृति, महातत्व, अहंकार, मन, 10 इन्द्रिय, शताब्दी, 5 तन्मात्राहरू र पञ्चभूति 25 शक्तिहरू मूर्तिमान भएर उहाँको चारैतिर खडा छन्। समग्र ऐश्वर्य, धर्म, कृति, श्री ज्ञान र वैराग्य छ। नित्य सिद्ध स्वरूप भोज शक्तिहरूबाट उहाँ सर्वदा युक्त रहनुहुन्छ। उहाँलाई छोडेर अन्त कहीँ पनि ती शक्तिहरू नित्य रूपले निवास गर्दैनन्। ती सर्वेश्वर प्रभु आफ्नो नित्य आनन्दमय स्वरूपमा नै नित्य निरन्तर निमग्न रहनुहुन्छ। उहाँको दर्शन गर्ने बित्तिकै ब्रह्माको हृदय आनन्दको उद्रेकले निर्धुक्क भयो। शरीर पुलकित भएर उठ्यो। आँखाबाट प्रेमाश्रु छल्किन लाग्यो। ब्रह्माले भगवानका ती चरण कमलहरूमा जुन परमहंसहरूलाई निवृत्ति मार्गबाट प्राप्त हुन सक्दछन् शिर झुकाएर प्रणाम गर्नुभयो। ब्रह्माका प्यारा भगवान आफ्ना प्रिय ब्रह्मालाई प्रेम र दर्शनको आनन्दमा निमग्न शरणागत तथा प्रजा सृष्टिका लागि आदेश दिन योग्य देखेर ज्यादै प्रसन्न हुनुभयो। उहाँले ब्रह्माको हात समाउनु भयो र मन्द मुस्कानले अलङ्कृत बाणीमा भन्नुभयो। श्री भगवान वाच त्वयाहं तुषिता सम्य वेदगर्भशिक्षया श्रीरामभूतेन तपसा दुष्टोषा कुटयोगिना। श्री भगवानले भन्नुभयो, ब्रह्मा, तपाईको हृदयमा त समस्त वेदहरूको ज्ञान विद्यमान छन्। तपाईले सृष्टि रचनाको इच्छाले चिरकालसम्म तपस्या गरी मलाई राम्ररी सन्तुष्ट पार्नु भएको छ। मनमा कपट राखेर योग साधना गर्नेहरूले मलाई कहिल्यै प्रसन्न पार्न सक्दैनन्। तपाईको कल्याण होस्। तपाईको जुन अभिलाषा छ त्यही वर मसित माग्नुहोस्, किनभने म मागेको वस्तु दिनमा समर्थ छु। ब्रह्मा, जीवको समस्त कल्याणकारी साधनहरूको विश्राम पर्यवसान मेरो दर्शनमा नै छ। तपाईले मलाई देखे बिना नै त्यस शून्य जलमा मेरो बाणी सुनेर यति घोर तपस्या गर्नु भएको छ। यसैले मेरो इच्छाले तपाईलाई मेरो लोकको दर्शन भएको छ। प्रत्यादिष्टं मया तत्र त्वयि कर्म विमोहिते तपो मेरिदयं साक्षादात्मानं तपसो नघ। तपाई त्यस समय सृष्टि रचनाको कर्म गर्नमा किंकर्तव्य विमूढ भइरहनु भएको थियो। त्यसैले मैले तपाईलाई तपस्या गर्न आज्ञा दिएको थिएँ, किनभने निष्पाप तपस्या मेरो हृदय हो र म स्वयं तपस्याको आत्मा हुँ। म तपस्याबाट नै यस संसारको सृष्टि गर्दछु। तपस्याबाट नै यसको धारण पोषण गर्दछु र फेरि तपस्याबाट नै यसलाई आफैमा लीन गर्दछु। तपस्या मेरो एक दुर्लङ्घ्य शक्ति हो। ब्रह्मवाच भगवान् सर्वभूताना मध्यक्षो अवस्थितो गुहान् वेदया प्रतिरुद्धेन प्रज्ञानेन चिकीर्षिताम्। ब्रह्माले भन्नुभयो, भगवान्,
हजुर समस्त प्राणीहरूका अन्तःकरणमा साक्षी रूपले विराजमान रहनुहुन्छ। हजुर आफ्नो अप्रतिहत ज्ञानबाट यो जान्नुहुन्छ कि म के गर्न चाहन्छु। हे नाथ, हजुर कृपा गरी म याचकको यो मार्ग पूरा गर्नुहोस् कि म रूप रहित हजुरको सगुण र निर्गुण दुवै रूपहरूलाई जान्न सकौँ। हजुर मायाका स्वामी हुनुहुन्छ। हजुरको सङ्कल्प कहिले व्यर्थ हुँदैन। जसरी माकुरो आफ्नो मुखबाट जालो निकालेर त्यसमा क्रीडा गर्दछ र फेरि त्यसलाई आफैमा लिन गर्दछ, त्यसरी नै हजुर आफ्नो मायालाई साथमा लिएर यस विविध शक्ति सम्पन्न जगतको उत्पत्ति, पालन र संहार गर्नका लागि स्वयं आफैलाई नै अनेक रूपहरूमा बताउनुहुन्छ र क्रीडा गर्नुहुन्छ। यस प्रकार हजुर कस्तो गर्नुहुन्छ यस मर्मलाई म जान्न सकौँ, यस्तो ज्ञान हजुर मलाई दिनुहोस्। हजुर म माथि यस्तो कृपा गर्नुहोस् कि म सजग रहेर सावधानी पूर्वक हजुरको आज्ञाको पालन गर्न सकौँ र सृष्टिको रचना गर्दाको समयमा पनि कर्तापन आदिको अभिमानले नबाधी हुन्। हे प्रभु, यावत् सखा सखुरी वेशते कृत प्रजा विसर्गे विभजामि भोजनम् अविक्लवस्ते परिकर्मणि स्थितो मामे समुन्नद्य मदो जमाग्निना। हे प्रभु, हजुरले एक मित्रको समान हात समातेर मलाई आफ्नो भित्र स्वीकार गर्नुभयो। अत जब म हजुरको यस सेवा सृष्टि रचनामा लगाउन सकौँ र सावधानी पूर्वक पूर्व सृष्टिको गुण कर्मानुसार जीवहरूको विभाजन गरौँ, तब कहीँ आफैलाई जन्म कर्मबाट स्वतन्त्र मानेर प्रबल अभिमान नगरी बसौँ। श्री भगवान उवाच ज्ञानं परमगुह्यं मे यद्विज्ञान समन्वितं सरास्यं तदङ्गं च ज्ञान गदितं मया। श्री भगवानले भन्नुभयो, अनुभव, प्रेम, भक्ति र साधनहरूले युक्त अत्यन्त गोपनीय आफ्नो स्वरूपको ज्ञान म तपाईँलाई भन्दछु। तपाईँ त्यसलाई ग्रहण गर्नुहोस्। मेरो जति विस्तार छ, मेरो जुन लक्षण छ, मेरा जतिहरू जस्तै रूप, गुण र लीलाहरू छन्, मेरो कृपाले तपाईँ तिनको तत्त्व ठिक त्यस्तै नै अनुभव गर्नुहोस्। सृष्टिको पूर्व केवल मनै म थिए। मेरो अतिरिक्त न स्थूल थियो, न सूक्ष्म, न त दुवैको कारण अज्ञान। जहाँ यो सृष्टि छैन त्यहाँ म छ, त्यहाँ म नै म छु। र यस सृष्टिको रूपमा जे जति प्रतीत भइरहेका छन् ती पनि म नै म हुँ। जे जति बाँकी रहन्छन् त्यो पनि म नै म हुँ। वास्तवमा नभएर पनि जे जति अनिवर्चनीय वस्तु मेरो अतिरिक्त म परमात्मा दुई चन्द्रमा झैँ मिथ्या प्रतीत भइरहेको अथवा विद्यमान भएर पनि आकाशमण्डलका नक्षत्रहरूमा राहुको झैँ जुन मेरो प्रतीत हुँदैन, त्यसलाई मेरो माया सम्झनु पर्दछ। जसरी प्राणीहरूको पञ्चभूत र चेत साना ठुला शरीरहरूमा आकाश आदि पञ्चमहाभूत ती शरीरको कार्यहरूबाट निर्मित हुनको कारण बसे प्रविष्ट पनि हुन्छन्, अथवा पहिलेदेखि नै ती स्थान र रूपहरूमा कारण रूपले विद्यमान रहनाले प्रविष्ट पनि हुँदैनन्। त्यसरी नै ती प्राणीहरूको शरीरको दृष्टिबाट म तिनमा आत्माको रूपबाट प्रवेश गरेको हुन्छु र आत्मा दृष्टिबाट आफ्नो अतिरिक्त अरू कुनै वस्तु नहुनाको कारण तिमा प्रविष्ट हुन्न पनि। यो ब्रह्म होइन। यस प्रकार निषेधको पद्धतिबाट र यो ब्रह्म हो यस अन्वयको पद्धतिबाट यही सिद्ध हुन्छ कि सर्वातीत एवं सर्वस्वरूप भगवान नै सर्वदा र सर्वत्र स्थित हुनुहुन्छ। त्यही वास्तविक तत्त्व हो। जो आत्मा अथवा परमात्माको तत्त्व जान्न चाहन्छन् तिनले केवल यति नै जान्न आवश्यक छ। ब्रह्म, तपाईँ अब अविचल समाधिद्वारा मेरो यस सिद्धान्तमा पूर्ण निष्ठा गर्नुहोस्। यसबाट तपाईँलाई कल्पकल्पमा विविध प्रकारका सृष्टि रचना गर्दै रहँदामा पनि कहिल्यै मोह हुने छैन। श्री शुक उवाच, श्री शुकदेव भन्नुहुन्छ, लोक पितामह ब्रह्मलाई यस प्रकार उपदेश दिएर अजन्म भगवान उनले हेर्दा हेर्दै अन्तर्धान हुनुभयो। बोले आनन्द कन्द भगवानको जय। जब सर्वभूत स्वरूप ब्रह्मले देख्नुभयो कि भगवानले आफ्नो इन्द्रिय गोचर स्वरूपलाई मेरो आँखाको सामुन्नेबाट हटाउनु भयो, तब उहाँले अञ्जली बाँधेर भगवानलाई प्रणाम गर्नुभयो र पहिलो कल्पमा जस्तो सृष्टि थियो त्यसै रूपमा यस विश्वको रचना गर्नुभयो। एकपटक धर्मपति प्रजापति ब्रह्माले सारा जनताको कल्याण गर्नुहोस् आफ्नो यस स्वार्थको पूर्तिका लागि विधिपूर्वक नियमहरूलाई धारण गर्नुभयो। त्यसबेला उहाँका पुत्रहरूमा सबैभन्दा बढी प्रिय परम भक्त देवर्षि नारदले माया प्रति भगवानको मायाको तत्त्व जान्ने इच्छाले अत्यन्त संयम र विनय र सौम्यता पूर्व अनुगत भएर उहाँको सेवा गर्नुभयो र उहाँले सेवाबाट ब्रह्मलाई बहुतै सन्तुष्ट पार्नुभयो। पछि जब देवर्षि नारदले देख्नुभयो कि मेरा पिता समाधि प्रसन्न हुनुहुन्छ, तब उनले उहाँसित यही प्रश्न गर्नुभयो,
जुन तिमी मसित गरिरहेका छौ उहाँको प्रश्नबाट ब्रह्मधरी प्रसन्न हुनुभयो। फेरि उहाँले नै यो 10 लक्षण भएको भागवत पुराण आफ्नो पुत्र नारदलाई सुनाउनु भयो, जसको उपदेश स्वयं भगवानले नै उहाँलाई गर्नुभएको थियो। हे परीक्षित, जति बेला मेरा परम तेजस्वी पिता सरस्वतीको तटमा बसेर परमात्माको ध्यानमा मग्न हुनुहुन्थ्यो, त्यस समय देवर्षि नारदले त्यही भागवत उहाँलाई सुनाउनु भयो। तिमीले मसित जुन प्रश्न गरेका छौ कि विराट पुरुषबाट यस जगतको उत्पत्ति कसरी भयो तथा अरू पनि धेरै प्रश्न गरेका छौ, ती सबैको उत्तर म त्यसै भागवत पुराणको रूपमा दिन्छु। श्रीमद्भागवते महापुराणे पारमश्याम संहितायां द्वितीय स्कन्धे नमोत्सव हरये नमः। श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव, अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति। बोले आनंद कंद भगवान को जय, लक्ष्मी नारायण भगवान को जय, पुराण पुरुषोत्तम भगवान को जय, पशुपतिनाथ भगवान को जय, नेपाल जननी को जय, आज को आनंद को जय। जय जय श्री राधे, जय जय श्री राधे, नमः पार्वती पतये, हर 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 महादेव शंभो। जय श्री कृष्ण, राधे राधे, हरि शरणम।